प्लिज बालेन शाह आफ्नो मौनता तोड्नुस्, केही बोल्नुस् र केही गर्नुस्। जनताले, सारा जनताले, 3 करोड जनताले तपाईलाई हेरिरहेका छन्, तपाईलाई सुनिरहेका छन्, तपाईलाई बुझिरहेका छन् र तपाईलाई चाहिँ पछिल्लो समयमा चाहिँ नराम्रो व्याख्या गर्नेहरूको संख्या बढेर गएको छ। कतिले चाहिँ विभिन्न नाम उपनाम दिइरहेका छन्। त्यसको पछाडि कति पनि नपर्नुस् र कति पनि नभौतारिनुस् र कति पनि नआत्तिनुस्। अझै पनि तपाईलाई माया गर्ने जनताहरू करोडौंको मात्रामा तपाईकै पछाडि छन्। तर अझै पनि चाहिँ केही बिग्रिएको छैन, केही नराम्रो भएको छैन। तर अझै पनि तपाईँ मौन बस्नुभयो भने जनताले तपाईलाई जुन तरिकाले हेरिरहेका थिए त्यो दृष्टिकोण परिवर्तन गर्न सक्छन्। जति तपाईलाई सकारात्मक सोचिरहेका थिए, दिन प्रतिदिन केही न केही मात्रामा चाहिँ, किनभने कुनै पनि कुरालाई चाहिँ 1000 पटक चाहिँ कुनै असत्य कुराहरूलाई चाहिँ यो हो, यही सत्य हो भनेर चाहिँ एउटा थ्योरीहरू स्थापना गर्न खोजिन्छ, अथवा तपाईँ नै गलत हो, बालेन शाह नै गलत हो भनेर जुन थ्योरीहरू स्थापना गर्न खोजिएको छ, जुन नेपालमा चाहिँ ज्वरो गाडेर बसेका चाहिँ, झोले राजनीतिक दलका पार्टी खोलेर बसेका चाहिँ, दोकान, पार्टीलाई चाहिँ आफ्नो दोकान सम्झिने र पार्टीलाई आफ्नो व्यापार सम्झिने व्यक्तिहरूले जुन पार्टीबाट नै आफ्नो खल्ती र आफ्नो घर र परिवार चलाएका छन्, मोज मस्ती गरेका छन्, त्यस्ता व्यक्तिहरूले तपाईँ विरुद्ध चाहिँ विभिन्न खालका चाहिँ कुप्रचारहरू गरिरहेका छन्। अब पनि तपाईँ नबोल्यो भने भोलिको दिनमा चाहिँ तपाईँ माथि नै लागेको आरोपहरू तपाईँलाई नै पखाल्न गाह्रो हुन सक्छ। र तपाईँका सल्लाहकार समूहमा धेरै राम्रा व्यक्तिहरू हुनुहुन्छ, मलाई थाहा छ। धेरै जस्ता व्यक्तिहरूको नाम सुनेको पनि छु र देखेको पनि छु। यस्ता व्यक्तिहरूले सल्लाह पक्कै पनि राम्रो दिइराख्नु भएको होला, तर पनि मौनताभित्रको तपाईँको त्यो चाहिँ क्षमता धेरैलाई थाहा छ र कतिपयलाई थाहा हुँदाहुँदै पनि त्यो पचाइरहेका छन्। त्यो मौनता तपाईँले जब तोड्नुहुन्छ, तपाईँको पक्षमा यसरी जनता चाहिँ खुलेर आउँछन् र तपाईँको पक्षमा यति धेरै मान्छेहरू आउँछन्, त्यो तपाईँ परिकल्पना पनि गर्न सक्नुहुन्न। र तपाईँले फेरि म सर्वेश्वर भए, म नै चाहिँ राज्य हो, म नै सबैभन्दा ठुलो मान्छे हो भनेर सोचेर चाहिँ तपाईँले अगाडि बढ्नु हो भने तपाईँ पक्कै पनि सफल हुनुहुने छैन। तपाईँ जस्तै जसरी चाहिँ उदाएका छन् पछिल्लो समयमा देशलाई माया गर्ने व्यक्तिहरू छन्, त्यस्ता व्यक्तिहरूसँग पनि तपाईँले सहकार्य गर्न जरुरी देखिन्छ। बालेन शाहलाई देवत्वकरण गरेको होइन, तर बालेन शाह जसरी चाहिँ बालेन शाहलाई चाहिँ नकारात्मक अथवा चाहिँ डेभिल रूपमा अथवा चाहिँ एउटा राक्षसको रूपमा चाहिँ पछिल्लो समयमा सामाजिक सञ्जालमा व्याख्या गरिएको छ, पक्कै पनि बालेन शाह एउटा चाहिँ राक्षस होइनन्, एउटा डेभिल होइनन् भनेर मात्रै भन्न खोजेको, न कि उनी देवता हुन् भनेर पनि मैले व्याख्या गर्न खोजेको होइन। मलाई अचम्म र ताजुब लागेको कुरा के हो भने चाहिँ विभिन्न पार्टीबाट चुनाव जित्छन्, विभिन्न चाहिँ एनजिओ, विभिन्न आइएनजिओ, विभिन्न सङ्घ सङ्गठन, विदेशबाट चाहिँ अथवा भारतीय दूतावासबाट यति पैसा पाए, उति पैसा पाएर यसरी चुनाव लडे, अथवा पार्टीबाट करोडौँ चुनाव पाए अथवा चुनावमा खर्च पाए भनेर विभिन्न प्रचारहरू आएका छन्। ती व्यक्तिहरू चाहिँ एजेन्ट नहुने, ती व्यक्तिहरू दलाल नहुने, हिजोदेखि चाहिँ 10औं वर्षदेखि चाहिँ नेपाललाई कङ्गाल बनाउने व्यक्तिहरू चाहिँ एजेन्ट र दलाल नहुने, जो स्वतन्त्र रूपमा एक्लै उठेर सामाजिक सञ्जाल लगायत आफ्नो साथीभाइहरूको सरसहयोगमा तपाईँ उठ्नुभयो, तपाईँलाई चाहिँ मैले सरसहयोग गरेँ, त्यस्ता व्यक्तिहरूलाई चाहिँ विदेशी दलाल भन्ने, जुन बालेन शाह एक्लै उठेर काठमाडौँ जस्तो ठाउँमा चाहिँ शिक्षित भएको कारणले गर्दा उनले चुनाव जित्न सफल भए। सामाजिक सञ्जालको पक्कै पनि प्रयोग गरे, दुरुपयोग गरेको मानिँदैन। तपाईँ चुनावमा उठ्दै हुनुहुन्छ, तपाईँले उठ्दाखेरि तपाईँको साथीभाइ र तपाईँ आफैले चाहिँ सामाजिक सञ्जालमा प्रमोट गर्नु, आफ्नो क्षमता देखाउनु, पोस्ट हाल्नु, सरसहयोग गर्नु, त्यो कुनै पनि त्यो सामाजिक सञ्जालको दुरुपयोग भएको मानिँदैन। र तपाईँको भिजन जनताले मन पराए जसरी जनताहरूसँग पुग्यो र बालेन शाहले जित्न पुगे। र बालेन शाह जस्ता चाहिँ स्वतन्त्र रूपमा चाहिँ चुनाव जितेका व्यक्तिहरूलाई विदेशकी दलाल, अमेरिकी दलाल, इन्डियन दलाल, चाइनिज दलाल, कुन दलाल, लुसिफर, अनेक खालका नाम दिनु तपाईँमाथि नै प्रश्न चिन्ह हुनसक्छ। साथै अर्का स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पछिल्लो समयमा चाहिँ बालेन शाहको विरोध गरेको देखिन्छ। उनी पनि यही सरकारको मतियार बन्न आएका थिए। यदि उनी पनि यो सरकारको प्रधानमन्त्री अथवा उप प्रधानमन्त्री भइदिएको भए अहिले बालेन शाहलाई यति गाली गर्थे होला त? पक्कै पनि गर्थेनन्। उनलाई चाहिँ एउटा मन्त्री पद दिन खोजिएको थियो, तर उनी मन्त्री होइन, प्रधानमन्त्री नै चाहिन्छ भनेर चाहिँ अड्किएको भनेर बुझिएको छ। प्रधानमन्त्री नै उनलाई दिन नसक्ने अवस्था, किनभने उनको स्ट्याटस दिनमा 40 वटा आउँछन्, त्यस्ता अस्थिर व्यक्तिहरूलाई चाहिँ दिन नसकिने भनेर चाहिँ यो पछिल्लो समयमा चाहिँ सेना लगायत विभिन्न टिमहरूले छलफल गरेर चाहिँ सुशीला कार्की, जुन चाहिँ जेनजीहरूको साझा व्यक्तिको रूपमा देखिएका थिए, र उनको भोट पनि कमै आएको थियो सुशीला कार्की भन्दा, बालेन शाहको अग्रस्थानमा थियो। र बालेन शाहले समर्थन गरिसकेपछि सुशीला कार्की त्यो नेतृत्वमा गएर हर्क साम्पाङले चाहिँ आफूले नेतृत्व नपाउँदाखेरि चाहिँ यसरी चाहिँ बालेन शाह विरुद्ध खनिनु हर्क साम्पाङमाथि नै प्रश्न हो। उनी कुनै विदेशी एजेन्ट होइनन्। हर्क साम्पाङले चाहिँ जुन आफूभित्र पाउन खोजेको कुराहरू नपाएपछि यसरी कुर्लिनु पक्कै पनि उनी माथिको त्यो क्षमताको यो दुष्कदर गरेको होइन कि उनले चाहिँ यसरी बुझ्नुपर्छ कि मैले यदि पाएन भने कसैले पाइरहेको छ र उनलाई सघाउनुपर्छ भन्ने हर्क साम्पाङले बुझ्नुपर्छ, न कि कसैलाई विदेशी एजेन्टको ट्याग झुन्डाएर यदि तपाईँलाई चाहिँ मुद्दा हालियो यो विदेशी एजेन्ट हो भनेर भने तपाईँले कसरी प्रमाणित गर्न सक्नु हुँदैन। कुनै पनि प्रमाण हुँदैन। यदि हो नै भने पनि विदेशी एजेन्टहरू जसले चाहिँ विदेशका डलर खाएर चाहिँ देशमा बसिरहेका व्यक्तिहरू छन्, त्यस्तालाई भने तपाईँले देख्नु हुँदैन। जसले चाहिँ देश बनाउनुको लागि, समाज बनाउनुको लागि, संस्कृति जोगाउनुको लागि बसिरहेका छन्, त्यस्ता व्यक्तिलाई दिन प्रतिदिन त विदेशी एजेन्ट होस् भन्ने, जबकि आफूले पद नपाएकै कारणले गर्दा तपाईँ कुर्लिराख्नु भएको छ। यो पक्कै पनि सही हुँदैन। कृपया तपाईँले पनि आफ्नो बोलीमा लगाम लगाउनु पर्ने देखिन्छ। र पछिल्लो समयमा जनताको मागहरू चाहिँ बालेन शाह, रवि लामिछाने, राजा ज्ञानेन्द्रको पछिल्लो समयमा धेरै चर्चा बढेर गएको छ। र यी सबै व्यक्तिहरू, यी सबै तत्त्वहरू, यी सबै शक्तिहरू एक आपसमा मिल्यो भने देशले फड्को मार्न सक्छ भनेर पछिल्लो समयमा टिका टिप्पणी भइरहेको छ। र तपाईँको विचारमा के रहेको छ? बालेन्द्र शाहहरू उदाउनु, राजा ज्ञानेन्द्रको पछिल्लो समयमा चर्चा बढिरहनु, ओमप्रकाश अर्याल देखिएका छन्। उनले चाहिँ अहिलेसम्म भ्रष्टाचारीहरूलाई समाउन नसक्नु र चाहिँ देशले कुनै पनि कार्यदिशा, भ्रष्टाचारीहरूलाई समाउने कुनै पनि कार्यदिशामा अगाडि नबढ्दा उनीमाथि धेरै प्रश्न चिन्ह उठेको छ। उनी
एउटा चाहिँ सक्षम गृहमन्त्री होइनन् कि भनेर धेरै ठाउँमा प्रश्न चिन्ह उठिरहेको छ। यस विषयमा तपाईँको धारणा के रहेको छ? आफ्नो धारणा तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला। यस्तै सूचना तथा गतिविधिहरू सबैभन्दा पहिला तपाईँले थाहा पाउनको लागि हामीले फलो गर्न नबिर्सनु होला। तपाईँको आफ्नै साथी म विजय र जहिले पनि भन्ने गर्छु, जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र सचेत पनि रहनुहोस्। हस्त, धन्यवाद, नमस्कार।